हेलो नमस्ते फेरि पनि तपाईहरुको लागि मेरो YouTube च्यानलमा ड्राइभिङ लेसन YouTube च्यानलमा स्वागत छ। म तपाईहरुको लागि एउटा भिडियो बनाउन खोजेको छु। यो भिडियोले चाहिँ तपाईहरुको लागि चाहिँ गाडी उकालोमा कसरी रोकेर उठाउने भन्ने विषयमा चाहिँ मैले भिडियो बनाएको छु। यो भिडियोले पनि तपाईहरुलाई धेरै नै हेल्प हुनेछ भन्ने आशामा चाहिँ भिडियो बनाएको छु। तपाईहरुको लागि ट्रायल दिन जाँदै हुनुहुन्छ भने चाहिँ सबैभन्दा धेरै उकालोमा कसरी उठाउने होला भन्ने चाहिँ तपाईहरुको लागि चाहिँ मनमा चिन्ता हुन्छ। त्यो चिन्तालाई चाहिँ मैले अहिले सानो भिडियो बनाएर त्यसलाई चाहिँ अलिकति चिन्तालाई चाहिँ हल गर्न सक्छ कि भन्ने यो भिडियोले चाहिँ मैले बनाएर देखाउन खोजेको छु। पक्कै पनि तपाईहरुले आउन सक्नुहुन्छ। मैले कसरी उकालो गर्दै रहेछ भन्ने चाहिँ तपाईहरुले पनि हेर्न सक्नुहुन्छ। म चाहिँ गाडीमा बस्छु। मैले स्टार्ट गरिसक्यो गाडी। त्यसपछि तपाईहरुको लागि चाहिँ बिस्तारै जति सक्दो स्पिडमा नजानु होला हैन। उकालोमा रोक्दा चाहिँ जहिले पनि यो अगाडिको भागलाई चाहिँ टक्क यो अगाडिको बम्बरले झाकेपछि टक्क रोक्नु। स्टपलाई चाहिँ छुनु पर्ने हुन्छ। टायरले स्टपलाई चाहिँ यसरी टक्क छुनु पर्ने हुन्छ। यो अगाडिको लाइनलाई चाहिँ हामीले छुनु हुँदैन। अब त्यसै टक्क यसरी रोकिसकेपछि चाहिँ फर्स्टमा चाहिँ तपाईले क्लच पुरा थिचेर चाहिँ ब्रेक लगाएर चाहिँ रोक्नु पर्ने हुन्छ। रोकिसकेपछि चाहिँ अब के गर्नु पर्यो भने चाहिँ रोकिसकेपछि चाहिँ सेकेन्डमा चाहिँ तपाईहरुले चाहिँ यो ह्यान्ड ब्रेक देख्न सक्नुहुन्छ। यो ह्यान्ड ब्रेकलाई चाहिँ सकेसम्म नथिचिकन पुरै माथिसम्म यसरी तान्नु होला। यो तानिसकेपछि यो के को काम गरिन्छ भने चाहिँ यो चाहिँ गाडीको चाहिँ पछाडिको दुईटा पाङ्ग्रामा चाहिँ टायरमा चाहिँ तपाईले ब्रेक लाग्ने चाहिँ काम गर्छ है। यसले चाहिँ ब्रेक जस्तै ठुलठुलो बसहरुको ठुलठुलो गाडीहरुको चाहिँ पछाडि ओड राख्छ नि, ओड ढुङ्गाको ओड राख्छ नि, हो त्यस्तो काम चाहिँ यो सानो सानो गाडीहरुको कारहरुको चाहिँ यो चाहिँ यसले चाहिँ अड्काउने काम गर्छ। पछाडि नजाओस् भन्ने चाहिँ यो ह्यान्ड ब्रेकले काम गर्छ। यो तानिसकेपछि चाहिँ तपाईहरुले चाहिँ खुट्टाको तपाईले यो ब्रेकलाई चाहिँ बिस्तारै छोडेर चाहिँ तपाईको एक्सिलेटरमा लानु। किनभने छिटो छोड्यो भने चाहिँ कुनै बेलामा ह्यान्ड ब्रेकले चाहिँ यो ब्रेकले चाहिँ राम्ररी काम गरिरहेको हुँदैन। आधी मात्र तानिरहेको हुन्छ, गाडी पछाडि जान सक्छ। त्यसपछि त्यही कारणले बिस्तारै छोड्नु। बिस्तारै छोडेपछि ब्रेक राम्ररी बसिरहेछ भने चाहिँ तपाईले आत्तिनु पर्दैन। त्यही कारणले पछाडि सर्दैन। बस्या छैन जस्तो लाग्यो भने चाहिँ ह्यान्ड ब्रेक फेरि तान्नु पर्ने हुन्छ अलि माथिसम्म। यो ब्रेक छोडेपछि एक्सिलेटरमा लानु हैन। एक्सिलेटरमा लगिसकेपछि चाहिँ मेन भनेको चाहिँ तपाईहरुले चाहिँ यो के हुन्छ भने चाहिँ तपाईहरुले चाहिँ यो क्लच छ नि, यो लेफ्ट खुट्टाको क्लच त्यो कहिले पनि स्पिडमा नछोड्नु, झट्टै नछोड्नु। जति सक्दो तपाईहरुले सबै फुल क्लच छोड्दिनु भयो भने चाहिँ गाडी बन्द हुने चान्सेस धेरै हुन्छ है। त्यही भएर चाहिँ बिस्तारै छोड्नु पर्ने हुन्छ। फर्स्टमा चाहिँ तपाईहरुले चाहिँ यो एक्सिलेटर सबै एकैतालमा स्वाट्टै नबढाउनु है। पहिले चाहिँ सबैभन्दा पहिले थोरै मात्र लिनु, अलिकति लिनु। त्यो लिइरहेपछि चाहिँ गाडी अलिकति आवाज आइरहेको हुन्छ थोरै। त्यसपछि क्लच छोड्नु, बिस्तारै आधी क्लच छोड्नु, बिस्तारै यसरी हल्कासँग छोड्नु। यो छोड्दै गएपछि टक्क गाडी एउटा पोइन्टमा पुग्छ। क्लच हाफ छोडिसकेपछि गाडी अलिकति हल्डेको जस्तो, अलिकति भाइब्रेसन आएको जस्तो, गाडी अलिकति अगाडि जाला जस्तो भएपछि चाहिँ तपाईले क्लचलाई होल्ड गर्दिनु है। त्यसपछि नछोड्नु। तपाईले दिइरहेको एक्सिलेटर पनि कम नगर्नु, क्लचलाई पनि छोडिसकेको क्लचलाई पनि केही नगर्नु। त्यसपछि तपाईले गाडीलाई चाहिँ अलिकति गाडी हल्लिरहेको जस्तो चाल पाएपछि चाहिँ तपाईले यो ह्यान्ड ब्रेकलाई चाहिँ बिस्तारै झार्नु पर्ने हुन्छ। यो झारिसकेपछि चाहिँ तपाईहरुले यो एक्सिलेटरलाई चाहिँ अलिकति प्रेस दिनु, क्लच बिस्तारै अलिकति छोडे जस्तो गर्नु। त्यसपछि चाहिँ गाडी चाहिँ अगाडि सरिन्छ है। यसरी बिस्तारै सरिन्छ। तपाईहरुले चाहिँ उकालो चाहिँ यही टाइपले चाहिँ गर्न सक्नुहुन्छ। आजको लागि चाहिँ म भिडियो यति नै गर्न चाहन्छु। भिडियो मन पर्यो भने चाहिँ मेरो YouTube च्यानललाई लाइक, सब्स्क्राइब र सपोर्ट गर्न सक्नुहुन्छ भन्दै म आजलाई बिदा हुन चाहन्छु। जय नेपाल।